हाई गाइज वेलकम ब्याक मेरो युट्युब च्यानलमा। आज चाहिँ म गइरहेको छु तपाईँहरूलाई लिएर एकदमै राम्रो ठाउँमा, जहाँ कि म पनि फर्स्ट टाइम गइरहेको छु। फोटो भिडियोहरू त्यहाँको एकदम राम्रो राम्रो छ। अनि त्यसपछि ठाउँ पनि त्यस्तै राम्रो होस्। अनि हेर्दै गर्नुहोला। ल निस्कम। बिहानको अहिले 6:10-15 कति भइसकेको छ। मेरो 6:50 को ट्रेन छ। सो ढिला नगरी जाऊँ। म चाहिँ अहिले पुगिसकेँ रेलवे स्टेसन। अनि त्यसपछि म यहाँ नटिङहमदेखि बर्मिङहम गइरहेको छु। हजुरहरूलाई अब बर्मिङहम गएर भेट्छु। चार्ज पनि बचाउनु पर्यो नि त, फोनको दिनभरि भ्लग खिच्नु छ। अहिले म पुगिसकेँ बर्मिङहम रेलवे स्टेसन। म गइरहेको डडलडोर चाहिँ अब बर्मिङहमदेखि हामी बसमा जाने हो। अब म फटाफट म्याप हेरेर त्यो जुन ठाउँमा भेट्नु पर्ने छ सबैजना, म्यापमा अलि टाइम लाग्छ जस्तो देखायो, त्यही भएर उबर बुक गरेँ। म चाहिँ साथीहरू भएको ठाउँ पुगेँ, उता छन् उनीहरू चाहिँ। अनि त्यसपछि यो चाहिँ युनिभर्सिटी अफ बर्मिङहमको हो कि कुनको त्यो होस्टेलहरू रहेछ। बर्मिङहम सिटी युनिभर्सिटी हो, त्यहाँ लेखेछ। त्यहाँ देख्नुभयो त को यो युनिभर्सिटीमा पढ्नुहुन्छ। आजको दिन नै यति चिसो हुनुपर्ने थियो कि यस्तो चिसो भइरहेछ नि। यो ज्याकेट लगाएको तै पनि हावा छिरिरहेछ भित्र। ऊ चाहिँ मेरो साथी विद्या। अनि हामीले चाहिँ हामी कति बेला साथी भएको भन त? हामी बच्चैदेखि हो। बच्चैदेखि। क्लास कतिदेखि? 8 देखि है। क्लास 9 8 पढेर आएको तिमी त्यहाँ? 9-10 देखिको साथीहरू हो हामीहरू चाहिँ। अनि 11-12 अनि ब्याचलर पढ्ने बेला ऊ काठमाडौँ गयो, म चाहिँ इन्डिया गएँ। अनि उसको बिहे हुने बेला चाहिँ भेट भएको थियो। बिहेमा लुगा चाहिँ कोपिला बुटिकबाट बनाएको थियो है। प्रमोसन गरिहाल्नु कोपिला बुटिक रुक्ने नै चाहिए प्रमोसन। कोपिला बुटिकको प्रमोसन गरिहाल्नु। देशी ट्राभलर्स युकेले अर्गनाइज गरेको ट्रिप हो यो चाहिँ। अनि हामी जाने बस त्यो आइसक्यो। अनि एकदम बच्चा बेला पिकनिक गरे जस्तो फिल हुन्छ। हामी नेपालीहरूसँग यति धेरै नेपाली छ कि आज विद्याको साथीहरू यहाँ सबै भ्लगर उता डिजे स्मोक पकेट फ्रीले भ्लग चलिरहेको छ। बाई द एन्ड अफ दिस इयर मैले पनि किन्छु है साथीहरू, तपाईँहरूले हेर्दै गर्नु होला मेरो भ्लगहरू। ल अब यहाँदेखि मोर गरिरहेको यो गाडीवाला, यो मतलब ट्रिपवालाहरूले अहिले के भन्छ राम्रो गीत बजायो। अहिले चाहिँ हाम्रो सर्ट ब्रेकको लागि रोकेछौँ एउटा स्टपमा, त्यसपछि कन्टिन्यू हुन्छ हाम्रो जर्नी फेरि। यो चाहिँ यहीँबाट ब्रन्च दिएको छ, पेप्सी चिप्स। अनि यसमा चाहिँ अब के छ अहिले देखाउँछु तपाईँहरूलाई। यो वडापाउ रहेछ महाराष्ट्र स्टाइल। यिनीहरूलाई अचम्म लागिरहेछ, खोइ कसले बजायो तर बजायो यिनीहरूले। ओर्लेम बसबाट कति धेरै मान्छे, 250 जति मान्छे छन्। अनि अहिले 2:30 बजिसकेको छ। 5:30 बजे फेरि यही ठाउँमा बसमा बस्नुपर्ने छ हामीले। अब हिँड्छौँ, यहाँदेखि ट्रेक छ अरे। अब जाम हजुरहरूलाई पनि देखाउँछु म। यो चाहिँ अब यही बाटो ट्रेक गरेर जानु पर्यो हामीले। म सोच्छु है
मसँग अहिले यो ट्रिप देशी ट्राभलर्स UK यिनीहरूको इन्स्टाग्राम पेज ऊ चाहिँ अर्गनाइजर Not organizer. Media manager. हो र What's your name? Aditi. Aditi, you are in my YouTube vlog. Hi guys. मेरा YouTube channel है. Excuse me, give this guy. Hi guys. मेरा YouTube channel है. Desi travelers come to a trip to Dodal Door and we are super excited. Finally we are here and the weather is so nice. All of us are having so much fun right now. So nice, wow. Windy, but yeah. अनि But yeah, at least खोइ कति टाइम लाग्छ यहाँदेखि तल पुग्न त्यो चाहिँ थाहा छैन तर अब जाम सबैजना तपाईँहरूसँग यो देखेर चाहिँ मलाई पुरा नेपाल पुगेकै जस्तो भइरहेछ घामै लागेको छैन यस्तो चिसो अहिले चाहिँ 2:30 बजिसकेको छ हामी मतलब म आफ्नो मात्र कुरा गर्छु बिहान 5 बजे उठेको म अनि त्यसपछि 5 बजे नटिङहमदेखि बर्मिङहम पुग्न मलाई 8 बज्यो अनि 9 बजे निस्किने भनेको थियो यो ट्रिपवालाले अर्गनाइजरहरू जो छन् यो देशी ट्राभलर्स युकेहरूको अनि निस्किने बेला त 9:45 नै बजे थियो त्यही भएर एकदम लेट भयो यहाँ चाहिँ ट्रेकिङ ट्रायल एकदमै राम्रो एक्लै हिँड्न कस्तो मजा आइरहेछ हावा झन् यस्तो चिसो चलिरहेछ झन् मैले यो ज्याकेट लगाएर आएको छु झन् नक्कली बनेर हिरोइन भएर आएको भए चाहिँ चिसोले मरिन्थ्यो बुद्धि पुर्याएर आएछ केटीले योचोटि चाहिँ अगाडि तपाईँहरू देख्न सक्नुहुँदैछ समुद्र फेरि मेरो भ्लगमा कन्वन भ्लग हेर्नु भएको छैन भने त्यो पनि हेर्नु होला रोडको त्यो समुद्रवाला ठाउँ अहिले त्यो के भन्छन् यस्तो वाला परेको ठाउँ चाहिँ खै कहाँ छ तल हिँड्नुपर्छ होला त्यसको लागि ल है मेरो पछाडिको भ्यू इन्जोय गर्नुहोस् सिम पानी पनि परिरहेको छ हावा पनि चलिरहेको छ पछाडिको भ्यू चाहिँ एकदमै बबाल एकदम राम्रो गाइज आकाश र समुद्र दुइटै सँगै एउटैमा मिसिएको देखिरहेको छ सबैजना बिस्तारै तल झर्दै क्रम जारी नै छ त्यो कच्ची बाटो चाहिँ अलि नराम्रो देखिरहेको छ तर पछाडिको भ्यू आहा अब अलिअलि घाम पनि लाग्न थालेको छ के बोल्नु केही थाहा छैन जस्ट इन्जोय द भ्यू गाइज यो प्यारो साथीहरू ना 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 मेरो ग्रुप चाहिँ मेरो साथी विद्या प्लस उसको साथीहरू छन् 7 जनाहरू 6 जनाहरू टोटल मिलाएर 8 जना उनीहरू खै माथि कहाँ छुटे म फेरि खोज्न गएको थिएँ तै पनि भेटेन अनि आएँ म यता तलतिर रमाइलो छ यही हो डडल डोर Hi, my name is Rajan. How did you started this idea? आप इतने सारे लोगों को लेके आए हो यहाँ पे So हमने लास्ट 2 साल से कर रहे हैं और ऐसा था कि स्टार्टिंग में हम प्रेसिडेंट था मैं यूनि में फिर तब हम लोग इवेंट्स ऑर्गेनाइज करते थे यूनि में फिर धीरे धीरे स्टार्ट किया लोगों ने लोगों ने ही आइडिया दिया कि तुम ऐसा कुछ ऑर्गेनाइज करो तो मैंने स्टार्ट किया फिर धीरे धीरे चल रहा है मुझे भी काफ़ी अच्छा लगा क्योंकि हम जैसे कि अकेले आते हैं
पढ़ने के लिए घर से दूर। सॉरी मैं नेपाली में बोली रहा, अरे हिंदी में बोली रहा, सुन नरिसाउनु होला। हम काफ़ी दूर से अकेले होते हैं सब लोग, थोड़ा सा लोन होम ये सबको होता है, लेकिन ऐसा जो सोसाइटी आप लोगों ने क्रिएट किया है उसकी वजह से हम सब ही घूम पा रहे हैं अच्छे से। तो ये बहुत अच्छा आपका बिजनेस है। हाँ, एक हमारा ऐसा है कि हम लोग ज़्यादातर कम्युनिटी बोलते हैं, हम स्ट्रेंजर्स भी नहीं बोलते किसी को कि कोई स्ट्रेंजर है। जो भी हमारे साथ ज्वाइन होता है तो हम ट्राई करते हैं कि अकेले भी आ रहे हैं तो उसको हम लोग चांस देते हैं कि उनसे बात करते हैं, अगर उनको कोई आइडिया नहीं हम लोग गाइड करते हैं। और इवन हमने भी ये सेम चीज़ फेस की थी जब हम नए आए थे ना। मलाई पनि त्यही लागेको थियो कि एक्लै कहाँ घुम्ने कता घुम्ने केही थाहा छैन, तर पनि आएँ म के एकदम रमाइलो भइरहेको छ। अब रमाइलो त्यस्तै हो, घरमा एक्लै रोएर बस्नुभन्दा घुम्ने एक्लै। थैंक यू सो मच। आप कहाँ से हो इंडिया से? गुजरात, अहमदाबाद। म चाहिँ नेपालबाट है। थ्याङ्क यू सो मच। क्यामराम्यान उहाँ चाहिँ इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ तपाईँहरूले उहाँहरूलाई, यदि युकेदेखि हेर्नुहुँदैछ भने। अब यस्तो सिडी छ, तलसम्म पुग्नुपर्ने, चढेर जाने। अनि म तपाईँहरूलाई अब बाटोमा चाहिँ देखाउँदिनँ, मेरो पछाडि भ्यू एकदम राम्रो देख्न सक्नुहुँदैछ तपाईँहरूले। अब म चाहिँ सिधै तल पुगेर तपाईँहरूलाई त्यो ठाउँ देखाउँछु। बाटोमा हिँड्नमा फोकस म पनि इन्जोय गर्नु पऱ्यो नि त नेचरलाई, होइन? त्यही भएर एकछिन चाहिँ क्यामेरा बन्द गर्छु ल। मेरो पछाडि जुन ठाउँ देख्नुहुँदैछ यहाँ चाहिँ बलिउडको धेरै फिल्महरू सुटिङ भएको छ, अनि हलिउडको पनि। मलाई चाहिँ ठ्याक्क हाउसफुलको गीत याद आयो। हाउसफुल अक्षय कुमार ज्याक्लिनहरूको एउटा गीत छ यहाँ। काश हाम्रो नेपालमा पनि एउटा चाहिँ समुद्र हुनुपर्ने थियो क्या, आनन्द आउने ठाउँ हेर्दा पनि। भर्खर ज्याकेट निकाल्ने हिम्मत आयो मेरो। कोही चाहिँ म पानीमा नुहाइरहेको छ, कस्तो चिसो पानी, मैले छोकै छैन कति चिसो पानी छ। छोड्नु चिसो चाहिँ छ। जुत्ता जम्मै भिज्यो। पोपट हो गया गाइस। फुटै देखेन। आत्मा बाहिर निस्क्यो, यस्तो चिसो पानी छ, यस्तो चिसो पानी छ। सरी मम्मी, गडेला हान्न फेरमा कति चिसो है पानी त, यस्तो चिसो पानी छ। यता मेरो साथी र उसको हस्बेन्डको कपल भिडियो सुट भइरहेको छ। उहाँ बहिनी भिडियो खिचिरहेको छ। माथि चढ्दैछु, पछाडि यस्तो राम्रो
छ चाहिँ पुगे माथि अब यहाँ हाम्रो ग्रुप छ यता खानेकुराहरू छ हाम्रो अहिले के छ देखाउँछु म हजुरहरूलाई आज यस्तो राम्रो भ्यू हेर्दै हाम्रो यहाँ लन्च डिनर सबै सँगै भइरहेको छ ल यस्तो राम्रो पिकनिक भयो हाम्रो दाइहरू काठमाडौँको दाइ दिदी यता दाइ दिदी दाइ भाउजू चितवनको उता हाम्रो बिनाजु अब ट्रिप सकिन आँट्यो अब खानासाना खाइसक्यौँ हामीले खाना मतलब जे थियो रोटी अनि मासु र ग्रेभी र रोस्ट थियो अनि त्यसपछि अब निस्किरहेको मोबाइलमा 20% चार्ज छ मैले यहाँदेखि अब यही बसमा जुन बसमा हामी आएको त्यसमै बर्मिङहाम जाने अनि त्यहाँदेखि ट्रेनमा फेरि नटिङहाम जान्छु त्यही भएर अब चार्ज चाहिँ बचाउनु पर्छ मैले बसमा चार्ज छैन चार्जर त्यो यसमा नलाग्नेवाला छ त्यही भएर तपाईहरुलाई जति बेला भेट्छु त्यति बेला भेट्छु ल के बोल्या बहिनी के बोल्या ल गाइस हाम्रो ट्रिप चाहिँ सक्यो अब नेपाल टिम पानी पनि पर्न थालेको छ अब त अलमोस्ट पुगिसक्यो थोरै छ अब We're having a rest. कस्तो राम्रो मान्छेहरु यदि तपाईहरुलाई यो भ्लग मन पर्यो भने लाइक कमेन्ट अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला अझै यदि तपाईहरुको साथ र सहयोग भयो भने सपोर्ट फुल पाए भने अझै राम्रो राम्रो ठाउँ देखाउँछु भन्ने प्रमिस गर्छु अब मोबाइल स्तरी गर्दै त कस्तो भयो विद्याजी ट्रिप राम्रै भयो तर यस्तो चिसो भइरहेछ त्यही भएर यस्तो ज्याकेट लगाएर आउनु पर्छ जानु अघि यो ग्रुप फोटो रे 4 वटा बसको मान्छेको मान्छे सबै कोही चिनेको कोही नचिनेको धेरै जसो नचिनेको 6 बजेको छ र यहाँ हेर्नु फेरि हाम्रो स्न्याक्स रेडी चटपटे बाहिरको भ्यू यस्तो छ भर्खर निस्कि चम्मच छैन तर यसले म चम्मच बनाएर आज भर्खर निस्किरहेको हामी अब यो ठाउँबाट 6 बजे 7 8 9 10 बजेसम्म बर्मिङहाम पुग्नु पर्ने हो अनि त्यहाँदेखि फेरि नटिङहामको जर्नी मेरो तिम्रो चम्मच ट्रिप सकेपछि घरमा अहिले साँझको 8:30 भइसकेको छ एक लट सुति ट्रिप सक्यो अब चाहिँ म उबरको वेट गर्दैछु यहाँदेखि जाने बर्मिङहाम रेलवे स्टेसन अनि त्यहाँदेखि नटिङहाम राति 12:30 बजे पुग्छु म नटिङहाम अनि त्यहाँदेखि मेरो रुम पुग्न कति टाइम लाग्छ म तपाईहरुलाई पुगेपछि खबर गर्छु
12:18 भइसकेको छ र म भर्खर बर्मिङहामबाट यता नटिङहम रेलवे स्टेसनमा पुगेँ। खै ट्राम छ कि नै हेर्छु, यदि ट्राम छ भने ट्राममा जान्छु, नत्र उबर बुक गर्नुपर्छ साथीहरू। थकित अवस्थामा एकदम। कहानी सुनाउँछु के भयो भनेपछि ट्रेन स्टेसनबाट कुदेर ट्राम स्टप गएँ अनि त्यहाँ ट्राम मतलब बन्द भइसकेको थियो ढोका त्यसको ट्रामको। अनि अब चाहिँ अर्को ट्राम चाहिँ 16 मिनट पछि मात्र थियो कि। अनि त्यो ट्रामवालाले मलाई कुदेर देखेर यहाँदेखि मैले त्यति टाढोसम्म कुदेँ होला कि कुदेँ। अनि त्यसपछि त्यो ट्राम ड्राइभरले चाहिँ फेरि ढोका खोलिदिनु भयो कि मतलब रोक्नु भयो, थ्याङ्क्स टु हिम। नत्र फेरि 15 मिनट वेट गर्नु पर्थ्यो अथवा उबरमा आउनु पर्थ्यो। ट्राममा आएँ अनि त्यहाँदेखि चाहिँ हिँडिरहेको छु। अनि बाटोमा यो दुध पनि लिएँ, अब चिया खानुपर्छ। कुपिला त चिया एडिक्ट भइसकेको छ आजभोलि, त्यो पनि दुधवाला चिया। ओहो गाह्रो छ, अहिले बनाएर खानुपर्छ। अब म पुग्नै आँटेँ, 1-2 मिनटमा पुग्छु ल। थ्याङ्क यू साथीहरू, यति बेर मेरो भ्लग हेरिदिनु भयो, माया गरिदिनु होला। म अझै राम्रो राम्रो ठाउँ जान्छु नि तपाईँहरूलाई देखाउनको लागि। यदि तपाईँहरूले भ्युज दिनुभयो भनेपछि म सही भ्युज 200 भ्युजमा त मजा आएन नि यति टाढा गएर। यहाँ हेर्नुहोस् त राति 1 बजीतिर घर पुगिरहेको छु। 1 बजे छैन, गफ दिएको होइन फेरि। 12:45 भइसकेको छ। सी यू गाइज इन नेक्स्ट भ्लग अब है। बाई बाई, गुड नाइट राखेको ल। च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, लाइक कमेन्ट पनि। बिफोर एन्डिङ दिस भ्लग अब चाहिँ चाउचाउ पकाएर खान्छु फ्रेस भएर। अरू चिज पकाउने जाँगर छैन। 1 बज्न 10 मिनट बाँकी छ। अब चाहिँ पक्का भाइ ल, 10 चोटि भाइ भनिसक्यो होला।